स्टार्ट। के छ ठीक छ हैन? ल आज चाहिँ हामी अब फेरि तपाईहरुलाई स्वागत छ है। अब योभन्दा अघिल्लो भिडियोमा चाहिँ हामीले क्लास 10 मा ज्योमेट्री कसरी आउँछ त कम्पलसरी म्याथमेटिक्समा हैन? ज्योमेट्रीको पार्ट कसरी आउँछ, कति मार्क्समा आउँछ भन्ने कुरा हामीले छलफल गर्यौं। अब आज चाहिँ हामी त्यो ज्योमेट्रीमा पस्नु भन्दा अगाडि ज्योमेट्रीलाई हल्का इन्ट्रोडक्सन गर्नुपर्छ के ज्योमेट्रीसँग। त्यो इन्ट्रोडक्सनको पार्ट चाहिँ आज हामी गर्न गइरहेछौँ है। मतलब ज्योमेट्रीमा पस्नु भन्दा अगाडि क्लास 10 को ज्योमेट्री पढ्नु भन्दा अगाडि तपाईले के कुरा जानेर जानुभयो भने ज्योमेट्री तपाईलाई साह्रै सजिलो लाग्छ के। त्यति मात्रै जे कुरा जान्नु पर्ने छ त्यसको बारेमा मात्रै छलफल गर्छौं। ल है, यो चाहिँ इन्ट्रोडक्सन भनेर मैले यो टपिक राखिदिएँ, इन्ट्रोडक्सन टु ज्योमेट्री है। इन्ट्रोडक्सन टु जियोमेट्री है। ल ओके। ल पहिलो काम है, क्लास 10 को ज्योमेट्री जान्नलाई हामीले प्यारालेलोग्राम जान्नु पर्यो। प्यारालेलोग्राम भनेको त प्यारल लाइनले बनेको हुन्छ। भनेपछि पहिलो कुरा चाहिँ हामी प्यारल लाइन्सको बारेमा पढ्छौँ है त। छोटकरीमा सामान्य जुन कुरा तपाईहरुले 3, 4, 5, 6, 7 क्लासमा पढ्नु भएको थियो त्यही कुरालाई एकचोटि रिकल गरौँ है। प्यारल लाइन्स भनेको के हो है? प्यारल लाइन्स भनेको के हो है? अब प्यारल लाइन्स भनेको एउटा मात्रै लाइनले प्यारल लाइन बन्दैन। जस्तो सिधा एउटा स्ट्रेट लाइन तान्नु भएछ, यो प्यारल लाइन हो त? होइन। प्यारल लाइन्स भनेपछि त एउटा भन्दा ज्यादा हुनु पर्यो, जोडी हुनु पर्यो अथवा जोडी भन्दा धेरै पनि हुनु पर्यो। ल यो जस्तै जस्तै अर्को एउटा लाइन तान्ने मैले, यहाँ हेर्नुहोस् है। यो दुईटा लाइनलाई कहिले प्यारल लाइन भन्ने त भन्दा यो कहिले पनि एकअर्कामा इन्टरसेक्ट भएन भने जति बढाउँदै लानु, यसलाई बढाउँदै 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 यहाँ पुर्याउनु, यसलाई पनि बढाउँदै 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 यहाँ पुर्याउनु, यसको डिस्टेन्स नाप्दा पनि त्यति नै छ। यहाँदेखि यहाँसम्मको डिस्टेन्स मानु 5 सेन्टिमिटर, स्केलले नाप्नु भयो टक्कसँगले। यहाँ नाप्नु हो, यहाँ पनि 5 सेन्टिमिटर, पर नाप्नु हो, पर पनि 5 सेन्टिमिटर। यो चन्द्रमा पुर्याउनु भयो भने चन्द्रमा पनि 5 सेन्टिमिटर हुन्छ। भनेको बढ्दै जाँदा एउटै स्पिडमा एउटै ग्याप छ, नाइदर टाढा भाग्छन् न नजिकै आउँछन् के है। त्यस्तो खालको लाइन्सलाई हामी के लाइन्स भन्छौँ? प्यारल लाइन्स भन्छौँ। यहाँ हेर्नुहोस् है, प्यारल लाइन्सको एक्जाम्पल मैले दिएँ हैन। यो कुरा जान्न जरुरी छ क्या। प्यारल लाइन चाहिँ नबुझेको मान्छेले ज्योमेट्री बुझ्दैन क्या, क्लास 10 को ज्योमेट्री बुझ्दैन है। ल यो यस्तो प्यारल लाइन्सलाई यो जस्तो पनि हुनसक्छ क्या। यहाँ हेर्नुहोस् है, जस्तो पनि हुनसक्छ है। यो पनि प्यारल लाइन्स भयो। यहाँ मैले 3टा लाइन्सको कुरा गरेँ त, यो पनि प्यारल लाइन्स भयो है। हाम्रो साथीहरूले कुरो बुझिसक्नु भयो नि त। ल प्यारल लाइन्स यस्ता लाइन्सहरू, एउटा भन्दा ज्यादा लाइन्स जुन सँगसँगै हेर्दा एउटै डिरेक्सनमा गइरहेका छन्, मेजरमेन्ट गर्दा सबैतिर एउटै ग्यापमा छन् भने यस्ता लाइन्सलाई प्यारल लाइन्स भनिन्छ है त। ओके, अब जाउँ केमा? यसले बनाउने एंगल्सहरुमा क्या। जस्तै प्यारल लाइन्सलाई एउटा अर्को लाइन्सले कट गर्यो, यसलाई ट्रान्सभर्सल भन्नुपर्छ क्या हामीले है। अब यहाँ हेरौँ है, यसलाई पनि अर्को लाइन्सले यसरी कट गर्यो है, ठीक छ। यसलाई पनि यसरी एउटा लाइन्सले कट गर्यो। यो लाइन्सको नाम चाहिँ के अरे? ट्रान्सभर्सल। प्यारल लाइन्सलाई कट गर्ने लाइन्स हैन। यसरी डिफरेन्ट एंगल फर्म भयो क्या। यहाँ हेर्नुहोस् है, सबै एंगल फर्म भयो। जस्तो मानौ यो ए भयो, यो बी भयो, यो सी भयो, यो डी भयो, यो कुनाहरु छ नि कर्नर। एंगल भने के हो भन्दा कर्नर त हो नि, अरु के हो र? ई भयो, एफ भयो, जी भयो, एच भयो। यहाँ हेर्नुहोस् त, यस्तै यहाँ बनाइदिउँ त ल, ए बी सी डी ई एफ जी एच हैन। यहाँ पनि बनाइदिउँ त ल, ए बी सी डी ई एफ जी एच हो। यस्ता एंगलहरुलाई चाहिँ हामीले प्यारल लाइन्समा फर्म भयो। अब यस्ता एंगल्सहरुमा डिफरेन्ट पेयर्स अफ एंगल निस्किन्छ क्या। यिनीहरुको सम्बन्धको बारेमा हामी छलफल गर्छौं ल। अब यो 3-3वटा लाइन किन राख्ने? एउटैबाट हेर्दा भइहाल्यो नि हैन। ल त्यसो भए मैले के गरे त भन्दा यो दुईटालाई चाहिँ मेटाइदिएँ है त। यो दुईटालाई मेटाइदिएँ। ओके, अब हामीसँग यो लाइन छ, यो र यो लाइन प्यारलल छ, प्यारलल छ। प्यारलल भित्रले ट्रान्सभर्सलले कट गरेपछि धेरैवटा एंगल बन्दा रहेछन्, फर्म हुँदा रहेछन्। यी एंगलहरुको रिलेसन हेर्नुपर्छ क्या। तपाईले चिन्नु पर्यो क्या, थपक्क हेर्दा थाहा पाउनु पर्यो क्या यो एंगल यो हो भनेर। जस्तो फर एक्जाम्पल पहिला मैले कुरा गरे ए र ई को है, यो ई हो एंगल ए र एंगल ई। जस्तो फर एक्जाम्पल यसरी ट्रान्सभर्सलले कट गर्दा यसरी एउटै साइडमा पर्ने एउटै कर्नर एउटै पट्टि हेर्नुस् है। यो लाइनको पनि यही साइडमा, यो लाइनको पनि यही साइडमा, यसरी झट्ट अब सिकाउनको लागि चाहिँ एफ जस्ता भन्ने चलन छ के। एफ जस्तो एंगल के। यस्तो एंगललाई हामी के एंगल भन्छौं त भन्दा करेस्पोन्डिङ एंगल भन्छौं। त्यसो भए यो फिगरमा करेस्पोन्डिङ एंगल कुन कुन हो त भन्ने? एंगल ए एन्ड एंगल ई लाई करेस्पोन्डिङ भन्न पाइयो। त्यसरी नै अर्को साइडको हेर्नु त बी सँग कुन होला? ल आफै भन्ने त बी सँग ए र ई हो भने ठ्याक्कै त्यस्तै कुन हो? बी र एफ हो कि हैन? एंगल बी एन्ड एंगल एफ करेस्पोन्डिङ एंगल रहेछ। त्यस्तै अब यहाँ हेर्नुस् त, यो दुईटा लाइन छ प्यारल लाइन्स,
यो एङ्गल र यहाँ मैले बनाएको यो एङ्गल र यहाँ मैले बनाएको यो एङ्गल हेर्नुहोस् त, यो पनि त एउटा ट्रान्सभर्सलको एउटै पार्टमा प्यारल लाइन्सको एउटै साइडतिर पर्ने एङ्गल छ कि छैन? यो पनि त एफ जस्तै एङ्गल छ नि, यसलाई पनि भन्न पाइयो एङ्गल सिएन एङ्गल जी भन्न पाइयो। त्यस्तै अर्को हेर्नुहोस् त, जस्तो मानौ डी र एचलाई पनि त भन्न पाइयो नि, एङ्गल डिएन एङ्गल एच, यिनीहरू सबै एङ्गलको नाम यसरी जोडी 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 एङ्गलको नाम, एसँग ई, बीसँग एफ, सीसँग जी, डीसँग एच, यी एङ्गलको नामलाई चाहिँ के भन्नु पर्यो अरे? करेस्पोन्डिङ एङ्गल, करेस्पोन्डिङ एङ्गल्स भन्नु पर्यो है। पेयर अफ एङ्गल्स के, ए र ई, बी र एफ, सी र जी, डी र एच। ओके, र करेस्पोन्डिङ एङ्गल्सहरू चाहिँ के हुन्छन् भन्दा आर इक्वल इक्वल हुन्छन् के, मतलब यो 60 डिग्री छ भने तपाईँ आँखा चिम्लेर यो र यो प्यारलल छ भने यसलाई पनि 60 डिग्री भन्न पाउनुहुन्छ क्या, पाउनुहुन्छ, पाउनु नै हुन्छ, सक्यो कुरो क्या, पाउनुहुन्छ के है। त्यस्तै यो मानौ, जस्तो मानौ यो 70 डिग्री छ भने यो एङ्गललाई पनि 70 डिग्री भन्न पाउनुभयो क्या। कसैले किन भनेर सोध्यो भने करेस्पोन्डिङ एङ्गल हो नि त भन्न पाइयो क्या। ओके, ल मैले करेस्पोन्डिङ एङ्गलको कुरा गरेँ। अब जाउँ हामीलाई एकदम मस्ट चाहिने, करेस्पोन्डिङ एङ्गल पछाडि मस्ट चाहिने अर्को एङ्गल भनेको चाहिँ अल्टरनेट एङ्गल क्या। कस्तो अल्टर रहेछ, के खालको अल्टर रहेछ? अल्टरनेट एङ्गल होइन, अल्टर भन्नेदेखि अपोजिटपट्टिको कुरा आयो। ल यहाँ हेर्नुहोस् त, यो लाइन प्यारलल छ, यसरी कट भयो, दुईटा एङ्गल प्यारल लाइन्स भित्र बस्ने भित्र प्यारल लाइन्सको भित्रपट्टि दुईटा एङ्गल, तर अपोजिट साइडमा हेर्नुहोस् त है, अपोजिट साइडमा। नर्मल्ली बुझाउँदा चाहिँ जेड जस्तो एङ्गल भन्छौँ क्या हामी, जेड जस्तो एङ्गल, अघि एफ जस्तो एङ्गल भने नि, एन जस्तो अथवा जेड जस्तो एङ्गल होइन, एन पनि भन्न पाइयो नि त, यस्तो प्यारल लाइन छ नि त यसलाई एन भन्न पाइयो नि त, यो एङ्गललाई पनि अल्टरनेट एङ्गल भन्न पाइयो। त्यसो भए पेयर अफ अल्टरनेट एङ्गल यो फिगरबाट झिक्दा, पेयर अफ अल्टरनेट एङ्गल यो फिगरबाट झिक्दा के हुन्छ त भन्दा अल्टरनेट एङ्गल्सको कुरा गरी हेरौँ एकचोटि। सीसँग कुन एङ्गल अल्टरनेट एङ्गल होला त भन्दाखेरि यस्तो लाइन छ, यस्तो लाइन छ, यो भएपछि त जेड जस्तो अथवा एन जस्तो अथवा अल्टरपट्टि प्यारल लाइन्सको भित्रपट्टि बस्ने, तर दुई साइडमा यो र यो भएन त है। यहाँ के छ, एफ छ कि छैन भनेपछि एङ्गल एएन एङ्गल एफ। त्यस्तै त्यस्तै ईसँग कुन होला त भनेर चेक गर्ने नि, डी है, ई र डी हेर्नुहोस् त, यो र यो यस्तो यतापट्टिको जेड जस्तो होइन, यो र यो है। त्यसो भए यसलाई के भन्नु पर्यो, एङ्गल डिएन एङ्गल के छ, ई छ। अब मलाई कसैले सर यो सीसँग एफ ओके, डीसँग ई पनि ओके, यो एसँग चाहिँ कुन एङ्गल अल्टरनेट हुन्छ त भनेर सोध्नु भयो भने एसँग अल्टरनेट एङ्गल हुने भित्रपट्टिको त छैन, बाहिरपट्टिको एसँग यो एच एङ्गललाई अल्टरनेट भन्न पाइन्छ। यसलाई चाहिँ अल्टरनेट एक्सटेरियर भन्नुपर्छ के है। अब अल्टरनेट एक्सटेरियरको कुरा हामी अहिले गर्दैनौँ, चाहिँदैन, किन गर्नु होइन, तर पनि जानिराखेको राम्रो। अल्टरनेट एक्सटेरियर भन्नु भने के अरे, ए र एच, त्यस्तै बी र जी, यो चाहिँ एडिसनल कुरा हो। अहिले हामीलाई अल्टरनेटको कुरो मात्रै छ। यो अल्टरनेट एङ्गल अरे, यसको नाम अल्टरनेट एङ्गल, अल्टरनेट एङ्गल्स है, अल्टरनेट एङ्गल्स। यो पनि पेयरमा हुँदो रहेछ, जोडीमा। अनि यिनीहरू के हुन्छन्, आर इक्वल। ल हेर्नुहोस् है के हुँदो रहेछन्, यिनीहरू पनि बराबर हुँदो रहेछन् है। अब अर्को टाइप्स अफ एङ्गलको कुरो गरौँ, यो झन् रमाइलो छ है त। अर्को टाइप्स अफ एङ्गल कुरो गरौँ, यो झन् रमाइलो छ। ल यहाँ हेर्नु, ल यो र यो प्यारल लाइन्स छ, यो र यो प्यारल लाइन्स छ, ठिक छ, यो र यो प्यारल लाइन्स छ। अब एकदम सट्ट हेर्दाखेरि दुईटै प्यारल लाइन्सको एउटै साइडमा पर्ने, अनि ट्रान्सभर्सलको पनि एउटै साइडमा पर्ने, प्यारल लाइन्सको दुईटै भित्र पर्ने, प्यारल लाइन्सको भित्रपट्टि पर्ने, ट्रान्सभर्सलको एउटै साइडमा पर्ने, सी जस्तो कर्नर जस्तो यी सी जस्तो एङ्गलहरूलाई चाहिँ के भन्ने त भन्दा यिनीहरूलाई चाहिँ को इन्टेरियर एङ्गल भन्ने। अब यहाँ सर के छ त को इन्टेरियर एङ्गल भन्दा सिएनई भन्नु होला है, एङ्गल सिएन एङ्गल ई। ओके, एङ्गल सिएन एङ्गल ई। त्यस्तै एङ्गल डिएन एङ्गल एफ। ल हेर्नु त साथीहरू, दुई जोडी को इन्टेरियर होइन, को इन्टेरियर बाहिरका चाहिँ हुँदैनन् सर, अघि मैले अल्टरनेट एक्सटेरियर हुन्छन् भने नि होइन, त्यस्तै को इन्टेरियर चाहिँ बाहिरका हुँदैनन् सर, हुन्छन्। किन हुँदैनन्,
ए सँग यसैको साइडमा पर्ने जी, ए र जी हैन, को एक्सटेरियर एंगल, इन्टेरियर हैन एक्सटेरियर। त्यस्तै बी एन्ड एच, तर अहिले हामी यसको कुरा गर्दैनौँ, अहिले हामी को इन्टेरियरको कुरा गर्छौँ, भित्रभित्रको सिएनई डिएनएफ। ओके, यिनीहरूलाई के भन्ने अरे, को इन्टेरियर, इन्टेरियर एंगल्स, को इन्टेरियर एंगल्स। अघि आर इक्वल लेखेको छ हैन, अल्टरनेट त इक्वल हुँदो रहेछ, यिनीहरू पनि इक्वल हुन्छन् त भन्दा हामी यसलाई इक्वल भन्दैनौँ है, यिनीहरू इक्वल हुँदैनन् साथीहरू। यो सिएनई इक्वल हुँदैन, यसलाई चाहिँ सम गर्नुपर्छ। सम इज, यहाँ हेर्नुहोस् त, सम इज 180 डिग्री, मैले सर्ट फर्ममा लेखिदिएँ होइन, सप्लिमेन्ट्री 180 डिग्री होइन, 180 डिग्री भनेको 290 डिग्री, टु राइट एंगल होइन, यसरी भन्ने चलन छ। सम जोड्दा 180 डिग्री हुन्छ। सर के भन्नुभएको कुरो बुझेन? जस्तो मानौ यो 60 डिग्री छ अरे, अब यो र यो को इन्टेरियर एंगल रहेछ होइन, अब यो कति डिग्री होला त भनेर सोच्नु पर्यो क्या, अब कति डिग्री होला त। ओके, यो र यो जोड्दा कति हुन्छ? 180 हुन्छ। ल मैले यसलाई एक्स मानिदिएँ, अब एक्स प्लस 60 डिग्री इज इक्वल टु 180 डिग्री लेख्न पाइयो क्या साथी हो। यहाँनिर वाइ छ, यहाँ हेर्नुहोस् त, यहाँ वाइ छ भने चाहिँ यसलाई के भन्न पाइयो सिधै भने, ओहो ओ माई गुडनेस, जेड जस्तो छ। जेड जस्तोलाई त हामी अल्टरनेट भनेर पढ्छौँ, अल्टरनेट त इक्वल हुन्छ, वाइ त 60 डिग्री हुन्छ भन्न पाइयो सिधै डाइरेक्टली। तर एक्ससँगको 60 को रिलेसन देखाउनु पर्यो भने चाहिँ यो त सी जस्तो छ, सी त को इन्टेरियर एंगल हो, को इन्टेरियर एंगल त जोड्दा 180, जोड्दा 180 भनेपछि अर एक्स इक्वल्स टु 180 डिग्री माइनस 60 डिग्री, देयरफोर एक्स इक्वल्स टु 120 डिग्री गरिदिने है। आजको भिडियो चाहिँ सकिन्छ भने कपीमा नोट गरे पनि हुन्छ है, फिगर बनाउँदै नोट गर्दै गर्नु होला है, यो महत्त्वपूर्ण छ क्या। हामी अहिले ज्योमेट्री पढ्दैछौँ, 10 क्लासलाई चाहिने ज्योमेट्री मध्ये एउटा प्यारालल लाइन्सको ज्ञान चाहिँदो रहेछ, त्यसको बारेमा हामी छलफल गर्दैछौँ क्या। कति सजिलो कुरा गर्यौँ, 3टा एंगल चिन्यौँ है जम्मा, के करेस्पोन्डिङ एंगल, के जस्तो एफ जस्तो हैन, अर्को के अल्टरनेट एंगल, के जस्तो एन जस्तो अथवा जेड जस्तो, अर्को के को इन्टेरियर एंगल, के जस्तो सी जस्तो। ओके, ल के चाहिँ अरे को इन्टेरियरमा चाहिँ सम गर्ने अरे, जोड्दा 180 हुन्छ अरे, अल्टरनेट र करेस्पोन्डिङ चाहिँ आफैमा के छन्, इक्वल छन् है। यो रिभिजन भएकोले गर्दा मैले यहाँलाई धेरै भनिनँ, यदि कहीँ केही कन्फ्युजन छ भने यसलाई हेरेरै गर्नु होला, यो भिडियोलाई जानिहाल्नुहुन्छ, प्रब्लम छैन। अब म प्यारलल लाइन्सलाई छोडेँ, अब म जान्छु केमा त भन्दाखेरि ट्रायंगल्समा है त। पहिला सुरुमा सिमिलर ट्रायंगल्सको कुरो गरिदिन्छु, अनि त्यसरी कन्ग्रुएन्टमा आउँछु है त। सिमिलर ट्रायंगल्सको कुरा गरे त, अब ट्रायंगलहरु हामीले धेरैवटा पढेका छौं, अब हामी चाहिँ ट्रायंगललाई कम्पेयर गर्न सिक्छौं के। जस्तो हामीले पढे ट्रायंगल चाहिँ आइसोसेलेस होला, इक्विलेटरल होला, राइट एंगल ट्रायंगल भनेर पढ्नु भयो होला हैन, अन्त अरु पनि पढ्नु भयो होला हैन, धेरै खालका ट्रायंगल पढ्नु भयो होला। तर हामीले अहिले बुझ्न खोजेको कुरा चाहिँ सिमिलर ट्रायंगल्स चाहिँ कस्तो खालको ट्रायंगलहरुलाई सिमिलर भन्ने। ल यहाँ हेर्नुस् है त, जस्तो कि म एउटा एक्जाम्पल भन्छु। एउटा ट्रायंगल छ, मैले छोटकरीमा बुझाइदिएँ है त। एउटा ट्रायंगल छ, यसको हाउ बाउ नेचर मतलब यसको एंगल पनि साइड्स पनि, यसका एंगलहरु, यसका एंगल त हुन्छ नि त, तीनटा ट्रायंगलका त तीनटा एंगल्स हुन्छन्, जोड्दा 180 डिग्री हुन्छ, हामीलाई थाहा छ। यसका एंगलहरु जस्तो मानौ यो 70 डिग्री होला, यो 50 डिग्री होला, यो 60 डिग्री होला। अर्को यस्तै ट्रायंगल रहेछ रे, अर्को यस्तै ट्रायंगल रहेछ रे, तर साइजमा ठुलो हैन, तर एंगल चाहिँ सेम के। जस्तो फर एक्जाम्पल नेचर चाहिँ सेम, जस्तो मानौ यहाँ 70 डिग्री नै होला, यहाँ 50 डिग्री नै होला, यहाँ 60 डिग्री नै होला। हो यस्ता खालका एंगल, जुन एंगल चाहिँ साइजमा डिफरेन्ट हुन सक्छ अथवा सेम पनि हुन सक्छ, इट्स ओके, नो प्रब्लम, तर एंगलहरु चाहिँ सेम छन् भने यस्ता एंगललाई हामी सिमिलर ट्रायंगल, यस्ता ट्रायंगलहरुलाई हामी सिमिलर ट्रायंगल्स भन्छौं, सिमिलर ट्रायंगल्स भन्छौं है। ओके, ठीक छ साथीहरु। अलिकति समस्या भयो, के समस्या भयो त? सर अनि सबै एक्ज्याक्टली यसरी सेम एंगल दिया हुन्छ त? सिमिलर ट्रायंगल यसरी मात्रै प्रमाणित हुने त कसरी हुन्छ त भन्नुहुन्छ है। अब यसरी यहाँ यस्तो लजिक लगाएको नि के, क्वेशनमा त हल्का ट्रिकी कुरो हुन्छ नि त। ल मैले यो मेटाइदिएँ, हेर्नु है, मेटाइदिएँ नि त, यो 60 डिग्री नै हो नि। ल मानौ मैले यो मेटाइदिएँ अरे। ल यो कति डिग्री हो भनेर कसैले सोध्यो भने कति डिग्री भन्नुहुन्छ? किनभने ट्रायंगलको तीनटा एंगल जोड्दा कति डिग्री हुन्छ? 60 डिग्री, के अरे 180 डिग्री हुन्छ। 180 डिग्री हुन्छ भने यसो सोच्ने, तीनटा जोड्दा 180 डिग्री सधैँ हुन्छ। अब यो 70, यो 50, अब 70 र 50 ले 120 भयो, कति रह्यो त भन्दा यो 60 नदिए पनि 60 रहेछ, थाहा छैन तर 60 रहेछ, दिएको छैन, देखिएको छैन तर 60 रहेछ।
ल यहाँ 60 नभएको र ल यहाँ 50 नभएको रहेछ अरे। ल यहाँ हेर्नुहोस् यो दुईटा ट्रायङ्गल चाहिँ सिमिलर हुन् कि होइन नि त भन्यो भने यो दुईटा ट्रायङ्गल पनि त सिमिलर भयो नि। किन भयो भने यो 70 छ यो 50 छ यहाँ कति हुनु पर्यो 60 यो 60 छ यहाँ कति हुनु पर्यो 50 मिल्यो नि त एङ्गलहरू होइन हो। यसरी सिमिलर ट्रायङ्गल चिन्नु पर्यो। पहिलो काम सिमिलर ट्रायङ्गल चिन्ने है। अहिले नर्मल्ली के मात्रै दिमागमा राख्नु भने यदि ट्रायङ्गल दुईटा ट्रायङ्गलका एङ्गलहरू सेम छन् साइज डिफरेन्ट छन् भने त्यसलाई सिमिलर ट्रायङ्गल भन्ने। यहाँभन्दा बढी मैले सिमिलर ट्रायङ्गलको बारेमा कुरो गरिनँ। पछि हामी हिसाब गर्दै जाँदा कहीँ आएछ भने कुरा गर्छौँ। यो सिमिलर ट्रायङ्गल जेनरली हायर एबिलिटीका क्वेसन सल्भ गर्नलाई अलिकति चाहिन्छ है। अब हामीलाई बेसिक चाहिने कुरा चाहिँ कङ्ग्रुएन्ट ट्रायङ्गल हो है। यो कङ्ग्रुएन्ट ट्रायङ्गल क्लास 8 मा पढ्नु भएको थियो तपाईहरुले है। यो क्लास 8 को कङ्ग्रुएन्ट ट्रायङ्गल्सको बारेमा अलिकति हामी छलफल गरौँ, थोरै छलफल गरौँ है। कङ्ग्रुएन्ट ट्रायङ्गल्स भनेको पनि है एउटा भन्दा ज्यादा ट्रायङ्गल नै हुन् कङ्ग्रुएन्ट ट्रायङ्गल्स है। ल ओके यसलाई चाहिँ फोकस गर्ने है त बढी। कङ्ग्रुएन्ट ट्रायङ्गल्स भनेको पनि एउटा भन्दा बढी ट्रायङ्गल्स, किनभने यो कङ्ग्रुएन्ट गर्दा चाहिँ एक्ज्याक्टली सेम हो क्या। एउटा ट्रायङ्गलसँग अर्को ट्रायङ्गल सबै मिल्छ, हाउभाउ स्ट्रक्चर जम्मै मिल्छ, साइज मिल्छ, एङ्गल मिल्छ भने त्यसलाई कङ्ग्रुएन्ट ट्रायङ्गल भन्नुपर्छ है। त्यसो हुँदाखेरि कङ्ग्रुएन्ट ट्रायङ्गल्स चाहिँ जस्तो फर एक्जाम्पल टु ट्रायङ्गल्स, टु अर मोर ट्रायङ्गल्स इफ दे आर एक्ज्याक्टली सेम, एकदम सेम छन्, चाहिन्छ भने नोट गर्नु होला है, रिपिट गरी गरी हेर्ने नोट गरिहाल्ने। टु ट्रायङ्गल्स, टु अर मोर ट्रायङ्गल्स इफ दे आर एक्ज्याक्टली सेम, angles are also same, sides are also same, then they are called congruent triangles. Okay, ल त्यसो भए congruent triangles चाहिँ हामीले प्रुभ गर्नुपर्ने हुन्छ के। प्रुभ गर्नको लागि हामीले चाहिँ धेरैवटा वे चाहिन्छ के। जस्तो मानौ तपाईको शरीरमा ब्लडमा केही इन्फेक्सन छ, ब्लडमा केही इन्फेक्सन छ है। ब्लडमा भएको इन्फेक्सन तपाईलाई डाक्टरले अलिकति निकाल्छ सुई लिएर लगेर टेस्ट गर्छ, ल तपाईको ब्लडमा त मलेरिया रहेछ भन्छ हैन, हो कि हैन भन्नु त। अब यो कि पुरै शरीरको सबै ब्लड झिकेर लगेर टेस्ट गरेर ल मलेरिया रहेछ भनेर ल्याएर फेरि हाल्दिदैन नि हैन। त्यस्तै कङ्ग्रुएन्ट ट्रायङ्गल्समा पनि के हुन्छ भने टेस्ट गर्ने मेथडहरू छन् के। जसरी ब्लड टेस्ट हुन्छ त्यस्तै कङ्ग्रुएन्ट ट्रायङ्गल्स हुन् कि होइनन् भनेर टेस्ट गर्ने मेथड्सहरू छन्। ती मेथड्सलाई चाहिँ फर्स्ट मोस्ट पपुलर मेथड एसएसएस भन्छ। यसलाई हामी साइड एक्जोम भन्छ। अहिले एकछिन चाहिँ ध्यान दिएर हेरौँ है त, किनभने यहाँ लेख्दाखेरि ला के किन हो जस्तो लाग्छ, हुन चाहिँ केही पनि होइन। अब सेकेन्डमा अर्को छ एसएएस भन्छ, यसलाई चाहिँ साइड एक्जोम भन्छ है। थर्डमा एएसए छ, यसलाई चाहिँ एङ्गल एक्जोम भन्छ। ओके ल फोर्थमा आरएचएस छ, यसलाई चाहिँ राइट एङ्गल हाइपोटेन्युस साइड भन्छ है। ल ठिक छ। अब लास्ट वान मैले एउटा थपिदिएँ हैन, यसलाई चाहिँ एङ्गल साइड है, साइड एक्जोम भन्छ। ओके ल यति 5वटा वेबाट के गर्न सकिन्छ, कङ्ग्रुएन्ट ट्रायङ्गल टेस्ट गर्न सकिन्छ। सर तपाईले कङ्ग्रुएन्ट ट्रायङ्गल्स भनेको कसरी हुन्छ के हुन्छ नि भन्नु भएको छैन। अब प्रुभ गर्नेतिर जानुभयो त पहिला ल हेरिहालौँ है। यो दुईटा ट्रायङ्गल हामीलाई दिएछ अरे, ल मानौ एउटा ट्रायङ्गल दिएछ अरे, यसको नाम छ पिक्युआर हैन, पिक्युआर। ओके अर्को एउटा ट्रायङ्गल दिएछ, अर्को ट्रायङ्गल दिएछ एमएनओ। अब यसमा हामीले जस्तो फर एक्जाम्पल साइड्स मात्रै दियो क्या। जस्तो पिआर सँग यो ट्रायङ्गलको पिआर सँग यो ट्रायङ्गलको एमओ इक्वल छ अरे, ल साइड्स इक्वल छ 3cm अथवा 8cm हैन, तीनटा धर्कासँग तीनटा धर्का इक्वल छ। यो साइडसँग यो साइड इक्वल छ है। अब यो साइडसँग यो तलको साइड्स रिमाइनिङ साइडसँग यो एउटा साइडसँग इक्वल छ। यसरी इक्वल छ भने हामीलाई त कङ्ग्रुएन्ट ट्रायङ्गल भनेको त म अघि के बताउँदै थिएँ भने अल साइड्स एन्ड अल एङ्गल्स इक्वल भन्दै थिएँ हैन। तर हामीलाई त साइड्स मात्रै दियो, एङ्गलको त कुरै गरेन।
हामी सिधै के भनिदिन्छौँ भने यो दुईटा ट्रायंगल कङ्ग्रुएन्ट छ, यिनीहरूका साइड्स पनि इक्वल छन्, एङ्गल पनि इक्वल छन् भनिदिन्छौँ क्या। जस्तो यिनीहरू टेस्ट गर्ने तरिका यही हो। साइड साइड साइडबाट किन भन्दा यो साइड 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 एक्जुमबाट इक्वल भयो, कङ्ग्रुएन्ट भयो, दुईटा ट्रायंगल कङ्ग्रुएन्ट भयो है। एउटासँग अर्को ल्याएर थपक्क खप्ट्याएर राख्दा सेम टु सेम एक्ज्याक्टली मिल्छ, एउटा टिपेर लगाएर अर्को टक्क राख्दा ठ्याक्क मिल्छ भन्ने कुरा हो कङ्ग्रुएन्ट ट्रायंगल्स भनेको है। ओके, अब यसरी हेर्ने हो भने यहाँ हामीलाई एङ्गलको कुरा त गरेन, तर कङ्ग्रुएन्ट भइसकेपछि हामीले एङ्गल पनि इक्वल छ भन्न पायौँ। यसलाई ल्याएर यहाँ सट्ट मिलाएर राख्दाखेरि यो एङ्गलसँग यो एङ्गल इक्वल निक्लियो होला, यो एङ्गलसँग यो एङ्गल निक्लियो होला, यो एङ्गलसँग यो एङ्गल इक्वल निक्लियो होला। अब यसरी निस्केका एङ्गलहरूलाई चाहिँ हामीले करेस्पोन्डिङ एङ्गल्स अफ कङ्ग्रुएन्ट ट्रायंगल्स भन्नुपर्छ क्या है। ल ठिक छ, ओके। अब मैले अहिले साइड साइड साइडको कुरा गरेँ, तर कहिलेकाहीँ क्वेसनले के गरिदिन्छ, ल यहाँ हेर्नु है त, कहिलेकाहीँ क्वेसनले सबै साइडै मात्रै दिइरहेको हुन्छ त सर, सधैँ साइडै मात्रै दिन्छ त, साइड दिँदैन। कहिलेकाहीँ क्वेसनले एङ्गल पनि राखिदिन्छ अरे। ल फर इक्जाम्पल यो एङ्गल रहेछ अरे है, मैले अर्को ट्रायंगल बनाइदिएँ। यहाँ हेर्नुहोस् त है, यहाँ हेर्नुहोस् त है, एबिसी है। ल यहाँ हेर्नुहोस्, यहाँनिर यो तीनटा यो दुईटा यहाँ यो र यो इक्वल दिएको रहेछ अरे, यस्तो दिएको रहेछ अरे। ल यहाँ हेर्नुहोस्, यो साइडसँग यो साइड इक्वल दिएको रहेछ अरे, यो साइडसँग यो साइड इक्वल दिएछ अरे, यो माथिको एङ्गल इक्वल दिएछ अरे। अब यो चाहिँ कङ्ग्रुएन्ट भयो कि भएन भन्दा हाम्रो यहाँनिरका टेस्टिङ कन्डिसनले भेट्यो कि भेटेन। पहिला यो कन्डिसन हेरौँ, साइड अनि एङ्गल अनि साइड, यता पनि यो ठ्याक्कै यही प्याटर्नमा हुनु पर्यो, साइड अनि एङ्गल अनि साइड ठ्याक्क भेट्यो। तर सर यो त हेर्दै फेरि फिगर अर्कै छ, यो चाहिँ माथि फर्केको छ, चुचो तल छ, यसको चाहिँ माथि कर्नर छ, यता तल फ्ल्याट छ, अनि यो दुईटा पनि कङ्ग्रुएन्ट हुन्छ त। यो टेस्टले भेट्यो भने हुन्छ। जस्तो फर इक्जाम्पल साइड एङ्गल साइड, साइड एङ्गल साइड भेट्यो भेटेन, भेट्यो, हुन्छ, यसलाई कङ्ग्रुएन्ट भन्नुपर्छ है। त्यसो भए यसमा रिमेनिङ साइड्सहरू छन् क्या, जस्तो क्युआरसँग एबी होइन, अथवा चाहिँ यो एङ्गलसँग यहाँको कुनै एङ्गल, यिनीहरूलाई चाहिँ करेस्पोन्डिङ साइड्स एन्ड करेस्पोन्डिङ एङ्गल भन्ने। यो चाहिँ केले भेट्यो अरे त भन्दा साइड एङ्गल साइडले भेट्यो अरे। ओके, कसरी थाहा भयो त भन्दा यो ट्रायंगलको एउटा साइड के पिक्यू, पिक्यूसँग यो ट्रायंगलको एउटा साइड के बीसी इक्वल हो नि त। यो ट्रायंगल पिक्यूआरसँग यो ट्रायंगल कुन ट्रायंगल एबीसी कम्पेयर गर्दा, एबीसी कम्पेयर गर्दा पिक्यूसँग के इक्वल आयो, बीसी इक्वल आयो नि त, आयो कि आएन। त्यस्तै एङ्गलको कुरो गर्नु त, एङ्गल पी, यो ट्रायंगलको एङ्गल पीसँग यो ट्रायंगलको एङ्गल सी इक्वल आयो कि आएन। यो साइड भयो, यो एङ्गल भयो। त्यस्तै अर्को साइड यो पिआरसँग के इक्वल भयो त भन्दा यतापट्टिको एसी इक्वल भयो, साइड सी हो। यसरी यसरी के भयो त भन्दा साइड एङ्गल साइडसँग इक्वल हो। यसरी एक्जुम प्रुभ गर्ने क्या, यसरी चाहिँ कङ्ग्रुएन्ट छ भनेर हेर्ने तरिकालाई चाहिँ हामी कङ्ग्रुएन्ट ट्रायंगलको टेस्ट गर्ने चिजहरू भन्छौँ। यिनीहरूलाई यसरी गर्नु पर्यो है। अब त्यस्तै एएसएबाट पनि हुन्छ, आरएचएसबाट पनि हुन्छ, एङ्गल साइड्सबाट पनि हुन्छ। यो मस्ट है, सबैभन्दा धेरै तपाईँहरूले जान्नुपर्ने चाहिँ एउटा साइड साइड साइड, अर्को एङ्गल साइड्स र नर्मल्ली आरएचएस पनि जानिराख्दाखेरि चाहिँ बेस्ट है। यति कुरा चाहिँ राइट एङ्गल हाइपोटेन्युस साइडसँग रिलेटेड कुरा चाहिँ जानिराख्नु पर्यो। अब यति भइसकेपछि यसरी इमेजिन गरे पनि हुन्छ क्या साथी। यहाँ हेर्नुहोस् है, यो ट्रायंगललाई मैले थपक्क बोकेर लिएर आएँ, लिएर आएर यस्तो घुमाएँ, यहाँ याद गर्नु है, यहाँ पक्रेर लिएर आएँ, यस्तो घुमाएँ, यहाँ चुच्चो आइपुग्यो, यो सिधा यहाँनिर आइपुग्यो, यहाँ पी बाटामा। अब यो जुन भाग छ यो बीसी कहाँ गएर मिल्यो त भन्दा यो पिक्यूसँग टक्क मिल्यो, ट्याक्क बोकेर लिएर आएँ, सम्झिँदै हुन्छ है, ट्याक्क राखेँ, यहाँ हेर्नु है, सम्झिँदै हुन्छ नि होइन, बोकेर लिएर आएँ, यहाँ राखेँ, बीसीसँग ट्याक्कै मिल्यो कि मिलेन, यो साइड यो र यो मिलेछ। यतापट्टि यो एसीसँग यो पिआर मिल्यो कि मिलेन, मिल्यो। यो मुनिको भाग त यो मुनिसँग मिल्यो नि त, क्युआरसँग त एबी मिल्यो नि त। यस्तोलाई चाहिँ के भन्ने, करेस्पोन्डिङ साइड्स भन्ने म सिकाइदिन्छु, थ्योरम प्रुभ गर्न सिकाइदिन्छु। अहिले कङ्ग्रुएन्ट हेर्न सिकाइदिएँ है त। ल अब अलिकति आरएचएसको बारेमा पनि छलफल गरौँ, अनि त्यस पछाडि हामी अर्को टपिकमा जाउँला है त। ओके, ल अब अर्को है,
अर्को चाहिँ हामी के गर्छौँ त भन्दा आरएचएसको बारेमा छलफल गर्छौँ। आर भन्नेदेखि राइट एङ्गल ट्रेङ्गल हुन्छ। जस्तो मैले एउटा राइट एङ्गल ट्रेङ्गल यहाँ बनाएँ, अब अलिक फरक खालको राइट एङ्गल ट्रेङ्गल बनाइदिन्छु कि यहाँ हेर्नुहोस् त है। ल ओके, ल यसको नाम राखौँ एमएनओ, यसको नाम राखौँ पिक्युआर। 90 डिग्री त यहाँ छ हामीले चिनिसक्यौँ। अब यो 90 डिग्री हुनु भनेको राइट एङ्गल हुनु हो, एउटा आरएच आर र छ। अब एचको कुरा गर्नु भनेको हाइपोटेन्युसको कुरा गर्नु भने चाहिँ यसको अपोजिट के, योसँग यदि यो लाइन बराबर छ भने यसलाई हाइपोटेन्युस भन्नुपर्छ। अनि एउटा कुनै साइड्स, जस्तो फर इक्जाम्पल यसको पिक्यू रहेछ अरे, ल यो पिक्यूसँग यो एनओ ओएन यो इक्वल रहेछ भने यसरी यो दुईटा फिगरको यो कन्डिसन रहेछ, यो 10 सेन्टिमिटर यो पनि 10, ल एक्जाम्पल बनाइदिउँ है त। 10 सेन्टिमिटर यो पनि 10 सेन्टिमिटर, यो 15 सेन्टिमिटर यो पनि 15 सेन्टिमिटर, यस्तो कन्डिसन रहेछ भने यो दुईटा ट्रेङ्गललाई कङ्ग्रुएन्ट भन्न पाइन्छ। कतिपय स्टुडेन्टले यसलाई एङ्गल साइड साइड भनिदिन्छन् र कुरो बिगार्छन्, त्यसो नगर्ने। 90 डिग्री छ, हाइपोटेन्युस इक्वल छ, अनि एउटा साइड इक्वल छ भने राइट एङ्गल हाइपोटेन्युस साइड चाहिँ भन्ने हो के, आरएचएसै भन्ने हो है। ल यदि यो साइड्स र यो साइड्स भएको भए चाहिँ बरु साइड एङ्गल साइडसम्म भन्न पाइन्थ्यो, यतापट्टिको साइड्स भएको भए साइड एङ्गल साइड भन्ने हो। तर यो कन्डिसन छ 90 डिग्री छ, अपोजिटको हाइपोटेन्युस भन्छ यसलाई, यो हाइपोटेन्युस हो हाम्रो एच होइन, यो हाइपोटेन्युस हो, अनि यो साइड्स हो, यो साइड्स हो, यो साइड्स हो, यसरी छ भने चाहिँ यो आरएचएस हो है। आरएचएसबाट प्रुभ हुन्छ है, राइट एङ्गल हाइपोटेन्युस साइड्स प्रुभ गर्ने यसरी नै। ट्रेङ्गल कम्पेयर गर्दाखेरि कसरी कम्पेयर गर्ने यहाँ हेर्नुहोस् त है। ल यहाँ हेरिहालौँ, अलिकति थोरै 2 मिनट अलिकति धैर्य गर्नुपर्ने हो है। यो ट्रेङ्गलको नाम के छ, एमएनओ ट्रेङ्गल, एमएनओ एन्ड यो ट्रेङ्गलको नाम के छ, पिक्युआर ट्रेङ्गल, पिक्युआर। ठिक छ, अल्छी लाग्यो छैन होला, यो सकिहालौँ न होइन, अनि त्यस पछाडि अरू जाउँ ल। अब हामीसँग मिडियन र डायगोनलको कुरा छोटो छ है, अरू कुरा केही छैन। कङ्ग्रुएन्ट सकिसकेपछि हाम्रो कामै सकिन्छ। एउटा यो चाहिँ इम्पोर्टेन्टै छ क्या, त्यही भएर हो है। ल एमएनओ यहाँ हेर्नुहोस् त है, एमएनओ ट्रेङ्गलमा यो एङ्गललाई त 90 डिग्रीमा पाइयो नि त, मैले छोटकरीमा लेखिदिएँ एङ्गल एन इज इक्वल टु यो ट्रेङ्गलको एङ्गल कुन, पी, एङ्गल पी दुइटै 90, बोथ 90 होइन। अब यो बोथ 90 भएर इक्वल भयो, यो राइट एङ्गल भयो, यो बोथ 90 भएर इक्वल भयो 90 डिग्री। सरले किन रिजन लेखेको छैन, मास्टरले त स्कुलमा पढाउँदा रिजन पनि सिकाइरहेको, अहिले त हामी बेसिक कन्सेप्ट मात्रै लिइरहेको छौँ नि त, त्यही भएर यहाँ रिजन नलेखेको है, बुझाएको मात्रै हो क्या, योसँग यो हुन्छ यस्तो यस्तो भनेर। ल यो भयो दुइटै एङ्गल 90 डिग्री भएकोले गर्दा। अब हाइपोटेन्युस हेर्ने, यसको 90 को अपोजिट हाइपोटेन्युस एमओ, एमओ इज इक्वल टु यसको पनि हाइपोटेन्युस इक्वल छ क्युआर होइन, हाइपोटेन्युस। अब अर्को रह्यो के, साइड्स हो। ल हाइपोटेन्युस, अब साइड्समा जाउँ त, ओएन, ओएन इज इक्वल टु यसको पनि साइड्समा जाउँ त, के छ, पिक्यू, पिक्यू साइड्स हो। ठिक छ, यसरी चाहिँ यो के भयो, कङ्ग्रुएन्ट भयो यो दुईटा ट्रेङ्गल। कङ्ग्रुएन्टलाई चाहिँ फेरि यसरी जनाउनु पर्यो है साथी हो। यहाँ हेर्नुहोस् त है, पिक्युआर यो चिन्हले चाहिँ कङ्ग्रुएन्ट जनाउँछ है। यो चिन्ह यहाँ हेर्नुहोस्, इज इक्वल टुमा माथि एउटा कोकिस बिस्कुटी सुतिरहेको छ क्या है होइन, यस्तो बिस्कुट खाएको होला नि पहिले, त्यस्तो बिस्कुट चाहिँ के छ यहाँ यसरी ढल्केपछि यसलाई चाहिँ कङ्ग्रुएन्टको चिन्ह भन्छ है। दुईटा ट्रेङ्गललाई कङ्ग्रुएन्ट यसरी बनाउने है त, ओके। अथवा गणेउला मरेछ क्या, स्ट्रेचरमा गणेउला राखिरहेछ होइन। ल ठिक छ, कङ्ग्रुएन्ट यसरी चिन्नु पर्यो है। ल अब त्यसो भए अब म फेरि एकचोटि इमेजिन गरौँ है, अघि हामीले जसरी ट्रायङ्गललाई इमेजिन गऱ्यौँ नि त्यसरी नै गरौँ। यो ट्रायङ्गललाई बोकेर यो ट्रायङ्गलमा सेट गरी हेरौँ त, यहाँ पक्रेर यसलाई थपक्क उठायो। अब यो त यहाँ एङ्गल 90 मा मिलाउनु छ, यो कहाँ मिलाउनु छ त, यो लाइनमा मिलाउनु छ नि त होइन। यो ट्रायङ्गललाई पक्रेर यसो गरेर यसलाई यसरी घोप्ट्याएर यहाँ ठ्याक्क मिलाउँदाखेरि यो लाइन त यहाँसँग मिल्ने भयो नि त, पिआरसँग हेर्नुहोस् त, यो एमएन चाहिँ पिआरसँग मिल्ने भयो होइन। त्यसो भए यो एमएन र पिआर चाहिँ के हो त, त्यसो भन्दा एमएन एन्ड पिआर चाहिँ इक्वल भयो। कङ्ग्रुएन्ट भन्दा बाहिरका कुराहरू, यिनीहरूलाई चाहिँ हामी करेस्पोन्डिङ साइड्स भनिदिन्छौँ ओके। यसको बारेमा हामी कङ्ग्रुएन्ट प्रुफ गर्दा पछि हिसाब सल्भ गर्दा पनि पढ्छौँ। अहिले कङ्ग्रुएन्ट ट्रायङ्गल्स मैले चिन्ह हेर्न सिकाइदिएँ है त। अब हामी जाउँ मिडियन एन्ड डायगोनल्सको कुरा। यो चाहिँ 2 मिनटभन्दा ज्यादा लाग्दैन है त। ल मिडियनको कुरा गरौँ है, ट्रायङ्गलको मिडियन क्या। धेरै विद्यार्थीलाई थाहा छैन यो कुरा,
अरे यस्तो पो हुन्छ जिन्दगीमा भन्छन् होइन। यही कुरा नजानेर कतिवटा थ्योरमै छोडेर आउँछन् क्या। यति सजिला थ्योरम हुन्छ नि तर छोडिदिन्छन्, के गर्नु अब। यहाँ हेर्नुहोस् है त, यो एउटा ट्रायङ्गल हो, जस्तो ट्रायङ्गल है, जस्तो मन लाग्छ त्यस्तै ट्रायङ्गल, तर स्ट्रेट लाइनले बनेको हुनु पर्यो। ट्रायङ्गल चाहिँ जस्तो मन लाग्छ त्यस्तै। ल यहाँ हेर्नुहोस् है, मैले दुईवटा ट्रायङ्गल बनाएँ। अब म यो ट्रायङ्गलको यो एउटा पार्ट, एउटा साइड चाहिँ एबिसी छ, एबिसी छ है, एबिसी छ। यो ट्रायङ्गलको यो साइड्स, ल यो साइड्सको मिड पोइन्ट नाप्यौँ क्या हामीले, बिसीको मिड पोइन्ट नाप्यौँ क्या। यहीँ पर्न सक्छ है, ट्रायङ्गलको नेचर अनुसार हुन्छ। अब यही पर्न सक्छ। यो बिसीको मिड पोइन्ट नाप्यौँ भने यो एबाट तानेको लाइन यसलाई चाहिँ हामी मिडियन भन्छौँ क्या। यो चाहिँ मिडियन हो है। मिडियनले के गर्छ सर, यो जानेर के गर्ने, यो ट्रायङ्गलको एरियासँग यो ट्रायङ्गलको एरिया इक्वल हुन्छ। एरिया इक्वल हुन्छ, ट्रायङ्गल इक्वल हुन्छ, साइजमा उत्रै हुन्छ, कङ्ग्रुएन्ट हुन्छ भनेकै होइन, एरिया चाहिँ इक्वल हुन्छ। कुरो बुझ्नुभयो। अब किन भन्नुहुन्छ भने यो ट्रायङ्गलको पनि बेस र यो ट्रायङ्गलको बेस एउटै छ। यो ट्रायङ्गलको हाइट पनि यति नै हो, यसको पनि हाइट यति नै हो। अब बेस इन्टु हाइट हो नि त फर्मुला, 1/2 बेस इन्टु हाइट भयो। यता पनि त्यही हुन्छ, त्यही भएर एरिया इक्वल हुन्छ। हेर्दाखेरि उस्तै उस्तै ट्रायङ्गल छ सर, अनि एरिया इक्वल भइहाल्छ नि। अनि यस्तो कुरा त के भनिरहनुहुन्छ छ्या। अब हेरौँ है त, त्यसो भए अर्को खालको ट्रायङ्गल एउटा बनाऊ। ल हेर्दा उस्तै ट्रायङ्गल छ अनि भनिहाल्नुहुन्छ नि इक्वल हुन्छ। ल हेर्नुहोस् त, ल यो ट्रायङ्गल छ, यो ट्रायङ्गलको मिड पोइन्ट त यता होला नि त। यहाँ हेर्नुहोस् त, यो जस्तो सिधा नहोला नि त। यहाँ हेर्नुहोस् त, यो र यो इक्वल छ अरे। ल ओके। अब म के भन्दैछु, यो एबिसी ट्रायङ्गल हो भने, एबिसी ट्रायङ्गल हो भने यसरी तानेको लाइनलाई यसलाई मिडियन भन्ने, यसलाई मिडियन भन्ने है। ल मिडियनलाई मैले एमले जनाइदिएँ। ल बनाइदिएँ। म के भन्दैछु, यो ट्रायङ्गल एएमसी ट्रायङ्गल क्या, ट्रायङ्गल एएमसी र यो ट्रायङ्गल एएमबी, एएमबी चाहिँ एरियामा इक्वल हुन्छ। यो र यो एरियामा इक्वल हुन्छ, एरियामा इक्वल हुन्छ, एरियामा इक्वल हुन्छ। यिनीहरू दुईटा ट्रायङ्गलको एरिया इक्वल हुन्छ। अब यो ट्रायङ्गल हेर्दा उस्तै छ त, यो मोटे मोटे भ्यात्त परेको ट्रायङ्गल छ, यो सिकुटी सिकुटी चुच्चो परेको ट्रायङ्गल छ, तर इक्वल त भयो नि। कसरी भयो त भन्दा, यसको बेस मानौँ यो 10 सेन्टिमिटर हो, यो पनि 10 सेन्टिमिटर हो। यहाँदेखि हाइट त सधैँ सिधा नाप्ने हो, यो एच हो। अब यसको एरिया निकाल्नु पर्यो भने 1/2 इन्टु बेस 10 इन्टु हाइट। ल मैले बनाइदिएँ 5 cm, 5 हुने भयो यसको एरिया। 1/2 बेस इन्टु हाइट, ट्रायङ्गलको एरिया त थाहा छ नि त यार। अब त्यति साह्रो बुद्धि त सम्झिनु भएन नि होइन हामीलाई, हो कि होइन। ल सुनौँ है, यसको एरिया निकाल्नु पर्यो होइन। यसको एरिया के गर्नु पर्यो, 10 सेन्टिमिटर 1/2 बेस 10 cm इन्टु हाइट। त आखिरी ट्रायङ्गलको हाइट त यताको नहुँदा पनि त यही त हो नि, जहिले स्ट्रेट नाप्ने हो नि त। हाइट त यहाँबाट सिधा नाप्ने हो नि त, बाहिरै भए पनि। अनि कति भयो, 5 cm मै भयो। अनि एरिया एउटा आएन त, 10 इन्टु 5, अनि 10 इन्टु 5, यो पनि 25, यो पनि 25। ओके ल ठिक छ। यो भयो मिडियन। मिडियनले के गर्दो रहेछ, ट्रायङ्गललाई बराबरमा काट्दो रहेछ है। एउटा कुरा थाहा भयो। अब डायगोनल्सको कुरा गरौँ। डायगोनल्स कहाँ ट्रायङ्गलमा हुन्छ र सर होइन, के पढाउनुहुन्छ हौ। डायगोनल्स चाहिँ केमा हुन्छ अरे, डायगोनल्स हाम्रो डायगोनल्स जहिले पनि केमा हुन्छ, कि रेक्टेङ्गलमा हुन्छ, कि प्यारालिलोग्राममा हुन्छ, कि रोम्बसमा हुन्छ होइन। ल आज हामी के को गरौँ त भन्दाखेरि तिनटैको कुरो गरौँ। ल प्यारालिलोग्राम चिनिन्छ कि चिनिँदैन। प्यारालिलोग्राम भनेको दुईटै साइड प्यारालल भएको, ठिक। रेक्टेङ्गल भनेको चाहिँ यहाँ हरेक कर्नर 90 डिग्री पनि भएको, अपोजिट साइड इक्वल पनि भएको होइन। यसको चाहिँ अपोजिट साइड इक्वल हुन्छ कि हुँदैन, प्यारालिलोग्राम र रेक्टेङ्गलको यो अपोजिट साइड इक्वल हुन्छ है, यसको पनि हुन्छ। अब कसरी छुट्याउने प्यारालिलोग्राम र रेक्टेङ्गल, सिम्पल छ। 90 डिग्री छ सबै एङ्गल, रेक्टेङ्गल 90 डिग्री छैन तर अपोजिट साइड इक्वल छ, प्यारालिलोग्राम। अथवा एउटा बाँसको रेक्टेङ्गल बनाएको रहेछ काँटी ठोकेर, यी चाहिँ लुज भएर ढल्के छ क्या, यस्तो ढल्के छ, साइज घटेको होइन ढल्केको मात्रै हो होइन। यसलाई चाहिँ के भन्नु पर्यो, प्यारालिलोग्राम भन्नु पर्यो। अब यहाँ हेर्नुहोस् है, यो प्यारालिलोग्रामको यो डायगोनल्स, यो रेक्टेङ्गलको पनि डायगोनल्स। मैले आज बुझाउनु खोजेको कुरा यति मात्रै हो, यो डायगोनल मात्रै हो। यो डायगोनलले यो प्यारालिलोग्रामलाई
पुरै दुईटामा काट्दियो क्या, ठ्याक्कै आधी बनाएर काट्दियो। यो रेक्टेङ्गलले पनि यो के भन्छ डायगनलले यो डायगनलले रेक्टेङ्गललाई पनि आधीमा काट्यो भने चाहिँ एरियामा इक्वल भयो। यसको एरिया जति हुन्छ यसको एरिया पनि त्यति नै हुन्छ, यसको एरिया जति हुन्छ यसको एरिया पनि त्यति नै हुन्छ। ल यति मैले बुझाइदिएँ है त आज यो डायगनलसँग सम्बन्धित कुरा। ओके ल अब के सर आज हामीले पढेको कुरा के हो त भन्नु छ नि, हामी ज्योमेट्रीमा पस्नुभन्दा अगाडि हामीले जान्नुपर्ने बेसिक भन्दा पनि बेसिक कुराहरू, यति कुरा तपाईँले जानेर तपाईँले थ्योरमतिर लाग्नुभयो भने ग्यारेन्टीका साथ थ्योरम जान्नुहुन्छ। यो भिडियो 4 चोटि हेर्नु होला, कङ्ग्रुएन्ट ट्रायंगल्स बनाउने कुरा विचार गर्नु होला, मिडियन भनेको के हो भन्ने कुरा थाहा पाउनु होला, प्यारल लाइन्समा अल्टरनेट एङ्गल, करेस्पोन्डिङ एङ्गल र कोइन्टर एङ्गल चिन्नु होला, सिमिलर ट्रायंगलको कन्सेप्ट लिनु होला है। ल यति भन्दै आजको अलिकति लामो भएको छ, प्रब्लम छैन केही होइन, कुनै लामो हुन्छ। ल अब नेक्स्ट भिडियोमा हामी एकैचोटि थ्योरममा आउँला है त। अल द बेस्ट, थ्याङ्क यू।